नेपालको राजनीतिमा आज ठूलो हलचल मचिएको छ। देशका चर्चित नेताहरू केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेको खबरले देशभरि चासो बढाएको छ। अब सबैको ध्यान एउटै प्रश्नमा केन्द्रित छ, अब देशको राजनीति कता जाँदैछ? आजको युवा पुस्ता जेनजी अब केवल दर्शक होइन, परिवर्तनको आवाज हो। हामीलाई अब भाषण होइन, काम चाहिएको छ। यस्तो अवस्थामा बालेन शाह जस्ता नेताको भूमिका झन महत्त्वपूर्ण बन्दै गएको छ। यस्तो संवेदनशील समयमा बालेन शाह जस्ता युवा नेताबाट जनताले ठूलो अपेक्षा गरेका छन्। किन जेनजी पुस्ताले बालेनलाई सपोर्ट गरिरहेको छ त? स्पष्ट र निडर अभिव्यक्ति, भ्रष्टाचार विरुद्ध कडा कदम, काममा केन्द्रित नेतृत्व। आजको पुस्ताले परिणाम चाहन्छ र बालेन शाह त्यसको प्रतीक बनेका छन्। यसैगरी देशको सुरक्षा र कानुनी कार्यान्वयनमा सुदन गुरुङ जस्ता जिम्मेवार व्यक्तिहरूको भूमिका पनि महत्त्वपूर्ण हुन्छ। यदि यस्तो गिरफ्तारी भएको हो भने निष्पक्ष अनुसन्धान हुनुपर्छ, कुनै राजनीतिक दबाव हुनु हुँदैन र कानुनमा सबैको लागि बराबर हुनुपर्छ। त्यही नै साँचो न्याय हो। जेनजी अब सचेत भइसकेको छ। हामी भ्रष्टाचार स्वीकार गर्दैनौँ, हामी पारदर्शिता माग गर्छौँ, हामी परिवर्तन चाहन्छौँ। आजको घटना हाम्रो आवाजको प्रतिबिम्ब पनि हुन सक्छ। अन्त्यमा यो केवल दुई नेताको गिरफ्तारी होइन, यो नेपालको राजनीतिक प्रणालीको परीक्षा हो। अब हेर्न बाँकी छ कि वास्तवमै परिवर्तन आउँछ, के न्याय सुनिश्चित हुन्छ। तपाईँको विचार के छ कमेन्टमा अवश्य लेख्नुहोला र यस्तै जानकारीमूलक भिडियोको लागि च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।